Hello guys, welcome to my vlog. It's me Ninamma. अब म चाहिँ स्कुल जानको लागि रेडी भएको थिएँ। अब स्कुलबाट आइ पनि सकेँ किनकि यो चाहिँ मैले सर्ट बनाएको थिएँ। आएर ड्रेस चेन्ज गरेर म चाहिँ लुगा खोल्नु बाँकी थियो अनि त्यहाँबाट नेल काटेर हुन्छ नि त्यहाँबाट नङ काट्नुको लागि म रेडी हुँदै थिएँ। अनि मैले नङ काटेर हजुर हल्का हल्का देखाइदिएको छु। एल देखाउँदै चाहिँ पानी पर्नु थाल्यो। काशी निताएर छाता लिएर आएको थियो। हेर्न सक्नुहुन्छ मेरो रियाक्सन एकैछिनमा कालो भएर गारङ गुरुङ आउँदै थियो। हेर्नुहोस् है अब म हजुरहरूलाई लाग्छु यहाँ कोठा। होइन कि गारङ गुरुङ आएको साउन्ड रेकर्ड गरेको कसरी हुन्छ घरे पुरानै कुरा भने फोनलाई फोन चाहिँ उयो हान्छ कि हेर्न पर्छ भ्लग बनाउँदै चाहिँ गाउँमा त ढ्याङ्गै झारो फुलको अनि उठाउनु गएमा चाहिँ बाहिर बित्दै हल्का हल्का बेसी चाहिँ अनि माटो नै छोडे पुगेको रहेछ। त्यो पनि उठाएर हालिदिएँ। हेर्नुहोस् अनि निताएर नि पछाडि आएको थियो। निताएर पनि मकै खाँदै चाहिँ असिना कासी आउनु थाल्यो। यी फ्यानहरूको सेलेक्सन के हुँदै थियो को कसको फ्यान भन्दै के अरे के गर त्यसले रमियामा एकै हान्दिन्छ यो माथि के गर्यो खाइदियो अरे ओइ किन यत्रो हानेको ओइ नाना नि त भयो सरी भन कसको अरे नाना म बोलेको सुनाउनु त टिममा भर्खर भिजेर आउनुभयो कसरी नाना ओइ घाटमा हुँदैन नि त आऊ यता। अहिले चाहिँ हामी भर्खर पस्तीबाट आयौँ अनि पस्तीमा चाहिँ नास्ता खायौँ हल्का भनेको यहाँ आएँ अनि रुङ्गीमालाई चाहिँ सप्पा ल्याइदिएको छु टिममा। अनि खाजा हामीले थुक्पा खायौँ अनि पुच्का सेन्टरमा चारपट्टि खायौँ। अनि यहाँ हेर्नुहोस् है फेरि फ्यानहरूको के हुँदैछ। के को चाहिँ 3 गोल बाइसा फर्स्ट गोल चाहिँ मलाई देखिन हेडिङ हान्छ सेकेन्ड गोल रमियामा जे भए पनि अब चाहिँ गाइस मैले चाहिँ भर्खर खाना खाएर आएको पर्कको मिट रमियामा त हैन यस्तो छियाइदियो यस्तो चाहिँ अब चाहिँ म अनि काका गएर सुत्छु। जे भए पनि रियल म्याड्रिड भनेको रियल म्याड्रिड नै होइन रियल म्याड्रिड जे भए पनि त्यो भनेको त्यही हो है गाइस। कसको फ्यान हो हजुरहरू कमेन्ट गर्नु हजुर। चित्त बुझेर हेरेको छैन है मलाई चाहिँ रियल म्याड्रिड नै राम्रो लाग्छ। अब चाहिँ म टिभीमा लगाइदिन आँटेको छु क्रिकेट म्याच त्यहाँदेखि देख्नु त हुन्छ। मलाई चाहिँ जे भए पनि रियल म्याड्रिड नै है हारे पनि जिते पनि तँलाई त मनपर्छ भन्दैमा जे पनि नबोल्नु रुङदामले बुचाटी जेसुकै होस् टिपा क्रिकेट हो नि आज के को हो यसो भन्दा आजको मेरो दिन चाहिँ बित्यो। अनि मैले चाहिँ यो खासमा सर्ट भिडियो हाल्छु भनेर प्लान गरेको थिएँ तर यो सफल भएन। ल थ्याङ्क्स फर वाचिङ बाई बाई।